हेलो साथीहरू नमस्ते। तपाईहरू सन्चै हुनुहुन्छ होला। म पनि ठिकै छु। हजुरहरूको दसैँ तिहार पनि रमाइलो भयो होला। मेरो पनि एकदम रमाइलो भयो। आज हामी धान टिप्न आएको धेरै एक्साइटेड भएको छु। मेरो ब्लग हेरेर धेरै माया साथ र सपोर्ट गरिदिनु होला। मेरो ब्लग कस्तो लाग्छ हजुरहरूले मलाई कमेन्ट गर्नु होला। नमस्ते साथीहरू, मेरो छोरालाई धेरै माया गरिदिनु होला, साथ दिनु होला। हाम्रो नयाँ च्यानललाई पनि हेरिदिनु होला। धान टिप्न आएको आज यसो फर्स्ट ब्लग हाम्रो। बोल्न जानिन, सरी। बाबा र बुहारी धान झार्दै, मेरो छोराको पारा हेर्नुहोस्, तपाईँहरूले देख्नुहुन्छ। बच्चाहरू सबै आफ्नो ध्यानमा खेल्दै। त्यसपछि हामी नास्ता खाने टाइम भयो। एकछिन नास्ता खान बसेको मेरो छोराको अनुहार यिनीहरू थाहा छैन कसैलाई पनि मैले यस्तो राखेको यो इफेक्ट। अरू मेन्सनको साथीहरू म केही बोल्न सकिनँ इफेक्ट देखेर। सबैजना आफ्नो पारामा नास्ता खाँदै, दसैँको रोटी भुटेर नास्ता बनाउनु भएको रहेछ। अब फेरि सुरु भयो, बच्चाहरू धान ओसार्दै, हामी मुठा बाँड्दै। धेरै माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला। नयाँ च्यानललाई सब्सक्राइब गरिदिनु होला, बेल आइकन दबाउनु होला, टिङ टिङ घन्टी बजाइदिनु होला। मेरो छोराको पारा अब हेर्नुहोस्। रिसाउने मान्छेले यस्तै गरिदिनु, जतिखेर रिसाउने। साथीहरू जानी नजानी ब्लग बनाएको छु, आफ्नो ओरिजिनल सामान राखेर। मलाई केही पनि थाहा छैन कसरी बनाउने, कसरी एडिट गर्ने भनेर। जस हल्का सिकेको हेरेर कोसिस गर्छु राम्रो बनाउन। बाबुले बनाएको भिडियोहरू कस्तो लाग्यो, कसरी बनायो, साह्रो मोबाइल हल्लाको हल्ला गर्दै त्यस खासै त्यति राम्रो चाहिँ आएको छैन। उसले जे खिचे त्यही देखाएको छु। मेरो जुन तिम्रो नजर भए पनि राम्रोसँग बस्छ, आफ्नो शरीरको ख्याल गर। भाइ जहाँ छौ राम्रोसँग बस्छ, धेरै सम्झिरहेको छु। बरेनमा भन्छ
के कुराहरू सुनिरहेको छु सेभ भएर बस्छ आफ्नो ख्याल गर के बनाइ अलि शरीरलाई रेस्ट देऊ शरीरको ख्याल गर धेरै काम मात्रै नभन अरूको देशमा अब हामी हिँडेको साथीहरू घरमा धान बोकेर मेरो बाबुले हेर्नु अब ब्लगमा के देखाउँछ न आफू देखाउँछ न अरूले देखाउँछ त्यो उसको त्यो बाटो यस्तो छ उस्तो छ गाउँघर यस्तो छ उसको हिमाल यस्तो छ अरे पहाड यस्तो छ अरे गाउँ यस्तो छ अरे अनि रुखहरू यस्तो छ भन्दै देखाउँदै मेरो छोराको ब्लग त्यही हो गाइजहरू हिँड्न नजानेर उल्का भएको छ शब्दले लेखौँ यस्तो नबिझाउने काँडा जस्तो चन्द्रमा झै मुस्कान गाउँघर हिँड्दै जान्दैन यो बुटोलमा बस्ने बानीले गाउँघर उकालो ओह्रालो चढ्न खासै जान्दैन खुट्टा मात्रै देखाएको छ अब हामी घर लागेको जुन हेर्नु तिमी माथि माथि सागरको जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजरको ओ म हेर्छु मेरो जुन तिम्रो नजरको
मेरो बाबु फेरि हिँड्न नजानेर हेर्नु ओह्रालोतिर बसेर हिँडिदिने हो हेर्नु बसिहाल्छ अब थुचुक्क बसिहाल्छ अब देख्नुभयो हिँड्न जान्दैन आफूभन्दा भाइहरू फुङ्गालेर हिँडिदिन्छ ऊ डराएर हिँड्न जान्दैन उभिएको त्यहाँ हिँड्न नसकेर हेर्नु अरू मम्मी फेरि लास्टै डराउने अनि समातेर हिँड्न आउँदैन भन्दै समातेर हिँड्नु भयो हिँडाल्नु भयो मेरो छोरा अचम्मक छ हेर्नु गाई साथीहरू हेरेर साथ दिनु होला घर पुग्न लाग्यौँ अब बाबुले अस्तिको दसैँमा बनाएको भिडियोहरू अहिले पोस्ट गर्दैछु अप्ठ्यारो लागिरहेको छु यति ढिलो पोस्ट गरेकोमा लाज पनि लाग्छ मलाई त घर पुग्न लाग्यो साथीहरू पुगिसक्यौँ भने नि हुन्छ देखालिहाल्छु छु भिडियोमा एडिट गर्न जाने पो एडिट गर्ने गोरो देखाउनलाई जस्तो बनाए त्यस्तै एडिट भन्ने केही पनि छैन कोतो लटरम्मै फलेछ
पुग्यो अब घर। साथीहरू बाई। मेरो युट्युब च्यानलहरूलाई साथ दिनु होला, माया गरिदिनु होला, घन्टी पनि बजाइदिनु, सपोर्ट गरिदिनु होला। बाई बाई, सी यू अगेन।